साथीहरू हामी चाहिँ तीन साथीहरू काकाले चाहिँ तरकारी पकाएर यहाँले। हेलो साथीहरू, नमस्ते सेवारो, सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै छौँ। हामीले चाहिँ रातिको भ्लग पूर्णिमाको यहाँनिर काकाले चाहिँ तरकारी पकाएर यहाँनिर फिल्म हेर्नुहुँदैछ भाइसँग। हामी चाहिँ अब जाँदैछौँ गाई चोकतिर। अब तपाईँहरूलाई देखाउन गइरहेको छु एउटा देख्दै ला कस्तो हराएछ त नि। आज चाहिँ पूर्णिमाको दिन हो नि त, त्यही भएर तपाईँहरूलाई देखाउन चाहँदैछु। हेर्नु, अघि त राम्रो चखी लाउँदै थियो, अहिले कुहिरोले छेकेछ। त्यही भएर हामी चाहिँ आज चोक जाँदैछौँ। त्यही भएर हामी चाहिँ सकेको छौँ। कोसँगले यहाँ चाहिँ भात पाकिसकेको छ। साथीहरू हामी चाहिँ चोक जानुपर्ने काम छ, त्यही भएर हामी चाहिँ चोक हिँड्दैछौँ। झोला बोकेर यो आँखा टल्काउँदै। कम्ता टर्सिन क्या हो यो भूत जस्तो फेरि। यहाँ हेर्नु त कस्तो बादलले छोपेको है। त्यति मात्रै यहाँ हेर्नु त साथीहरू, कस्तो मजाले छोपेको। यहाँ हेर्नु त है, बादलले छोपेको। ए कहाँ को मर्यो? हेर्नु साथीहरू, यस्तो छ हाम्रो रातिको। अब म गइनँ है, म जाँदिनँ। डर पो देखाउँदो रहेछ। हामी चाहिँ फर्केको। अब यहाँ हेर्नु, यसले डर देखाइहाल्यो। डर देखाएपछि को जान्छ त। रातिको हाम्रो मौसम चाहिँ यस्तो छ। अस्तिको दिनदेखि पानी परेको छैन, एकदम दामी छ। दिदी साह्रो डराउनु भयो सिम्बलबाटै। डर देखाएपछि को जान्छ त, म त जाँदिनँ त। को मर्यो, कति धेरै मर्यो भन्छस् नि। नजाउँ अब, भात खान हिँडेको म। अनि डर देखाएपछि को जान्छ त। पाकेको डढै जस्तो छ त घनायो त। भात ए सब्जी ल डढ्यो यो डढ्यो हौ, डढ्यो। मसी डढिसक्यो साथीहरू। यो चाहिँ यहाँ मोटाएको छ, यता हेर मोटाएको छ। दसैँको फाक्सा खाएर, सुँगुरको मासु खाएर मोटाएको छ। यस्तै मोटाइराख्नुपर्छ। के गरेको मेरो बिरालो? यसको दारी यस्तै काटिदिएको मैले यसको। तीन साथीहरू
अब मेरो भन्दा तेरो धेरै आइलाग्छ त्यसलाई चाहिँ एक दिन लौरो दिनु नि हौ पढाइराखेको छ अब यो धान सिक्यो यो हाम्रो कान्छो मिलबारको सिक्यो अब यो भर्खरको याद अब तपाईँको रेकर्ड चाहिँ म गरेर राख्छु म आफै राख्छु म आफै राख्छु तपाईँहरूले क्षमा गरेर तर इटरीमा त्यसो भन्यो होइन हो नै बुढोले अब इन्फेक्सनले अब रिपोर्ट राख्नुपर्छ अब पाइँदैन अनि यही बजाएर धुप लाग्यो